मलाई असाध्य मनपर्ने एकछिन है। श्रीमद् भागवत म खुब पढ्छु, जहिले पनि पढ्छु। मैले पञ्चम स्कन्धको जुन भुवनकोश विनोद भन्ने कुरा मैले 36-37 सालदेखि नै पढेर त्यसको सचित्र बयान लेखेको छु लामो उसमा। मैले त्यहाँ पढ्दाखेरि के पाछु भनेदेखि यो के अरे हाम्रो जम्बूद्वीप भनेर केलाई भनिन्छ भन्ने कुरा मैले त्यहाँ अध्ययन गर्दाखेरि जम्बूद्वीप भनेको हाम्रो ध्रुवस्थानबाट 90 अंशको उसले बनाएको जुन घेरेको हुन्छ पृथ्वी, अर्थात् भूमध्य रेखाबाट दक्षिणतिर रहेको जति जमिन छ हाम्रो यो विश्वमा, भूमध्य रेखा हामी बुझ्छौँ। भूमध्य रेखा धेरैले बुझ्नु भएको हुन्छ। भूमध्य रेखाबाट उत्तरतिर रहेको सबै भूमि के हो त? त्यसैले जम्बूद्वीप भित्र के अरे विष्णुपदी भगवानको विष्णु भगवानको जुन वामनावतारको उसमा विष्णुको बायाँ बुढी औँलाले आकाश छेडेर विष्णुपदी गंगा निस्केकी छन् भनेको छ। अनि त्यो के अरे हाम्रो सुमेरु पर्वत माथि खसेकी छन् विष्णुपदी। त्यहाँबाट 4 भाग लागेकी छन्, अलिकति मात्रै है, 4 भाग लागेकी छन्। पूर्वमा सीता गंगा गएकी छन्, दक्षिणमा अलकनन्दा, पश्चिममा चक्षु नदी, उत्तरमा भद्रा नदी। अर्थात् सुमेरु पर्वतबाट चारैतिर यो विष्णुपदी गंगा गएकी छन्। है त्यसैले यो जम्बूद्वीप चाहिँ मेरो विचारमा पवित्र लाग्दछ। यो भूमध्य रेखाभित्रको जुन उत्तरी गोलार्ध हो त्यो चाहिँ जम्बूद्वीप हो। त्यो जम्बूद्वीपभित्र जहाँ गएर यज्ञ गरे पनि हुन्छ। यो पुराणको दृष्टि हो, मेरो दृष्टि होइन। पुराणमै हेर्नुहोस्, राम्रोसँग चिन्तन मनन गर्नुहोस्, लेखेकै छ, पञ्चम स्कन्धमा छ, सचित्र हामीले याद गर्नुपर्छ। धेरै कुराहरू छन् मैले पुराणहरूको बारेमा भन्नुपर्ने, म धेरै यहाँ के अरे लामो कुरा गर्न चाहन्न। अवश्य सबभन्दा पहिले यो आयोजक जो हुनुहुन्छ उहाँले मलाई विशेष अतिथिको रूपमा सम्मान गर्नुभयो, कृतज्ञ छु। अनि यो संस्थाको निरन्तर प्रगति उन्नति हुँदै जाओस्, मेरो आशीर्वाद शुभकामना यति मात्रै व्यक्त गर्दै म आफ्नो सानो जनाई